र तिमीलाई म के भन्छु भन्दाखेरि अहिले पिएमएनसी को डिस्कर्डहरुमा चाहिँ मेरो च्याट मसँग एकजना व्यक्तिले च्याट गर्नुभएको थियो। त्यो च्याट चाहिँ एकदमै भाइरल भइरहेको छ अरे भन्नाले यो अहिले पिएमएनसी को ग्रुपको काण्ड भइरहेछ, जुन ग्रुप डिभिजन भइरहेछ। हुन त मेरो टिम छैन, मलाई म चाहिँ बाल हो हैन, आई डोन्ट गिभ अ फक है। तर को छ केटाहरूलाई मलाई थाहा भएकोहरू डिस्कर्डमा चाहिँ अहिले त्यो मसँग इन्स्टाग्राममा हल्का बोलेको स्क्रिनसट गरेर हल्का कुराहरू सेयर भइरहेको छ अरे हैन। तिमीहरूलाई चाहिँ म के कुरा भन्न चाहन्छु भन्दाखेरि है, कसलाई थाहा छ हैन, डिस्कर्डमा त्यहाँ मेरो कुराहरू आइरहेको थियो अरे। होरादाईको डटफटमा ग्रुप डिभिजन भयो, होरादाईको चलबलमा ग्रुपलाई मुजी उल्टो पुल्टो बनाइदियो भन्दैछ अरे है। बुझ्यौ नि, मैले गर्दाखेरि चाहिँ ग्रुप नै उलट पुलट बनाइदिएँ अरे। अब त्यत्रो खतरा पावर छ जस्तो लाग्छ होला केटाहरूलाई मेरो हैन। यस्तोमा चाहिँ मेरो केही पावर लाग्दैन केटा हो, यो अफिसियली हुने कुरा हो। तर म मुजी चुप लाएर बसिरहेको बेलामा दिउँसो मलाई एउटा टिमको ओनरले मेसेज गर्छ, ग्रुप डिभिजनको फोटो पठाएर मलाई भन्छ, के भन्छ भन्दाखेरि यो त फेयर भएन नि ब्रो भन्छ। मैले ग्रुप हेर्छु, एउटा ग्रुपमा एकदम स्ट्रङ टिम छ, अर्को ग्रुपमा ठिकठाक एउटा दुईटा स्ट्रङ टिम छ, अरू अब नसुनेको टिमहरू छ। अनि अब मैले सोधेँ उसलाई सुरुमा त यो ग्रुप के लाइभ साइभ थियो कि थिएन भन्दाखेरि उसले यो ग्रुप डिभिजनको लाइभ साइभ हुँदैन, अहिलेसम्म भएको हिस्ट्री रेकर्ड पनि छैन हैन। अनि उसलाई मैले के भने, ठिक छ अब मैले त चिनेको हुन्छु अफिसियलमा मान्छेहरू, ठिक छ मुजीहरूसँग म एकचोटि कुरा गर्छु के रहेछ भन्दाखेरि उनीहरूलाई मैले सोद्धाखेरि ग्रुप डिभिजनको भिडियो रेकर्ड गरेको थिएन अरे। अब भिडियो रेकर्ड गरेको छैन भने त त्यहाँ त धेरै टिमलाई त गुनासो हुन्छ। अब यिनीहरूले बा मुजी राम्रो टिम राखेर एउटा ग्रुप बनाइदियो अनि अर्को जोतको टिम बनाएर अर्को ग्रुप बनाइदियो भन्ने त उनीहरूको